नमस्ते, नमस्कार। आज पनि मेरो जन्तरे ब्लगमा तपाईँलाई स्वागत छ। आज पनि यो बर्खा असारको महिना छ, असारको सिजन। वरिपरिको दृश्यहरू चाहिँ मैले तपाईँहरूलाई देखाउन गइरहेको छु। रमाइलो रमाइलो ठाउँहरू, एकदमै हरियाली छ, बादलहरू जताततै देख्न सक्नुहुन्छ। र मैले यो बाटोमा हिँड्दाखेरि बाटोमा बसेर खिचेको भिडियोहरू हो, देख्न सक्नुहुन्छ। कता हो, कुन ठाउँ हो, त्यो चाहिँ तपाईँहरूले भिडियोलाई सुरुदेखि अन्तिमसम्म पुरा हेरेर कमेन्ट गर्न सक्नुहुन्छ। यो कुन ठाउँ हो भनेर चाहिँ तपाईँ आफै गेस गर्नुहोला। यो ठाउँ चाहिँ म भन्दिनँ, ठाउँको नाम चाहिँ है। देखिरहनु भएको छ उताको डाँडा एकदमै हरियाली छ, सुन्दर छ। त्यत्तिकै पनि आफैमा पनि एकदम सुन्दर ठाउँहरू। नेपाल त्यत्तिकै पनि हामी सुन्दर देश भनेर भनेका होइनौँ। यहाँ देख्न सक्नुहुन्छ तपाईँले। हेर्नुहोस् त ठाउँहरू कति सुन्दर परेको, एकदम डाँडाकाँडा, वनजङ्गल, हरियाली सबै देख्न सक्नुहुन्छ। र यो बर्खाको सिजन छ, एकदमै कामको सिजन है। एकदमै मानो रोपेर मुरी उब्जाउने समयको रूपमा हामी यो असार र साउनको समयलाई हामी लिन सक्छौँ। विशेषतः यति बेला पहाडी इलाकाहरूमा चाहिँ खेतीपातीको एकदम मस्त ढङ्गले चाहिँ एकदम सिजन भइरहेको छ। कोदो रोप्ने, धान रोप्ने लगायतका कामहरू चाहिँ सबै नेपाल आफैमा पनि कृषि प्रधान देश भएको हुँदा यहाँका कृषकहरू चाहिँ एकदम काममा बिजी व्यस्त हुनुहुन्छ भने। र आजको यो भिडियोबाट चाहिँ म तपाईँहरूलाई यति नै देखाउन चाहेँ है। छोटो भिडियो बनाएको छु, हेरेर साथ सपोर्ट गरिदिनु होला है।